नमस्ते एन्ड वेलकम ब्याक टु आवर युट्युब च्यानल। म चाहिँ सुस्मिता। हाल चाहिँ म क्यानाडाको अटावा भन्ने ठाउँमा छु। सो आजको यो भिडियो चाहिँ स्पेसली मैले स्टुडेन्टहरूको लागि भनेर बनाएको छु। यो भिडियोमा चाहिँ हजुरहरूले धेरैजनालाई कन्फ्युजन भइरहेको हुन्छ अनि हामीलाई धेरैजनाले क्वेसन पनि सोधिराख्नु भएको हुन्छ कि स्टुडेन्टहरूले एक्ज्याक्ट 24 आवर्स मात्र काम गर्न पाउने हो, अन क्याम्पस कति हो, अफ क्याम्पस कति काम गर्न पाउँछ। अनि मोस्ट कन्फ्युजन भनेको चाहिँ यो स्केड्युल यो ब्रेकहरूमा के, जस्तै रेगुलर यो रिडिङ विक्सहरू भयो अनि सेमेस्टर ब्रेकहरू भयो अनि यसमा चाहिँ 40 आवर्स काम गर्न पाउने हो कि त्योभन्दा बढी पनि काम गर्न पाउने हो कि अनलिमिटेड आवर्स भनेको कति हो, यो धेरै क्वेसनहरू आएको भएर चाहिँ मैले स्पेसली यो भिडियो चाहिँ स्टुडेन्टहरूको लागि भनेर बनाएको छु। सो अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। यदि कुनै पनि कन्फ्युजन आउँछ भने हामीलाई फेसबुक अथवा इन्स्टामा डाइरेक्टली मेसेज गर्न पनि सक्नुहुन्छ अथवा यही युट्युब च्यानलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि सक्नुहुन्छ। ढिला नगरी सिधै लागौँ हाम्रो भिडियोतर्फ। सुरु गरौँ अन क्याम्पसबाट। है त अन क्याम्पस भनेको के हो? अन क्याम्पस भनेको चाहिँ यदि हजुरहरूले कलेजको बााउन्ड्रीभित्र कुनै पनि काम गर्नुहुन्छ भने त्यसलाई चाहिँ अन क्याम्पस भनेर भन्छ होइन। हजुरहरूले स्टडी पोइन्टमा देख्नुहुन्छ होला तलपट्टि लेखेको हुन्छ अन क्याम्पस अर अफ क्याम्पस भनेर। त्यो कुरा पनि हजुरले एकदम ख्याल गर्नुपर्ने हुन्छ। हजुर एयरपोर्ट छिर्ने टाइममा हजुरहरूलाई एउटा स्टडी पर्मिट दिएको हुन्छ, त्यहाँ तल चाहिँ यदि अफ क्याम्पस लेखेको छैन भने हजुरहरूले त्यहीँनिर चाहिँ सच्याएर इमिग्रेसन अफिसरसँग हजुरको कोर्स हेरिकन यदि अफ क्याम्पस काम गर्न मिल्छ भन्ने हजुरलाई लाग्छ भने हजुरले एकचोटि त्यहाँ पनि इमिग्रेसन अफिसरसँग सोधेर हजुरले त्यही सच्याएर आउनुभयो भने चाहिँ सजिलो हुन्छ। कुरा गरौँ अन क्याम्पसको। यदि अन क्याम्पस हजुरहरूले कति काम गर्न पाउनुहुन्छ? हजुरहरूले अन क्याम्पस अनलिमिटेड काम गर्न पाउनुहुन्छ विदिन क्याम्पसको बााउन्ड्रीभित्र। है त। अनि अफ क्याम्पस चाहिँ कति काम गर्न पाउनुहुन्छ? अफ क्याम्पस पहिला चाहिँ कति थियो? 20 आवर्स थियो होइन, पर विक हो नि। फेरि 20 आवर्स पर विक थियो भने अहिले चाहिँ चेन्ज गरेर 24 आवर्स पर विक बनाएको छ। यो मतलब हजुरहरूले 24 आवर्स पर विक मात्र काम गर्न पाउनुहुन्छ अफ क्याम्पस। है त। अनि अर्को कुरा भनेको चाहिँ हजुरहरूले सोच्न सक्नुहुन्छ कि अफ क्याम्पस 24 आवर्स हो, त्यो मतलब हामीले चाहिँ 24 आवर्स 2 विकमा 24 भनेको त 48 आवर्स भयो 2 विकमा। त्यसको सट्टा मैले 1 विक 48 आवर्स काम गर्छु र अर्को विक 0 आवर्स गर्छु भनेर सोच्नुभयो भने त्यस्तो चाहिँ पाइँदैन। हजुरहरूलाई टेक्निकल्ली भन्दाखेरि 24 आवर्स पर विक मात्रै काम गर्न पाउनुहुन्छ, त्योभन्दा धेरै चाहिँ हजुरहरूले काम गर्न पाउनु हुँदैन। 1 आवर्स 2 आवर्स केही हुँदैन भनेर त्यसरी चाहिँ लाइटली नलिनु होला कुरालाई। 24 आवर्स भनेको छ भने सकिन्छ भने बरु कम गर्नुहोस्, 23 गर्नुहोस्, 22 गर्नुहोस्, 1 घन्टा 1 आवर मात्रै बढी हो भनेर चाहिँ त्यसरी चाहिँ धेरै काम चाहिँ नगर्नु होला। है त। अर्को कुरा स्टुडेन्टहरूले ध्यान दिनुपर्ने भनेको चाहिँ यदि हजुरहरूको कोअप छ भने हजुरहरूले वर्क पर्मिट लिन चाहिँ नभुल्नु होला। है। हजुरहरूले वर्क पर्मिट नभएसम्म हजुरहरूले कोअप गर्न पाउनु हुँदैन। यदि हजुरलाई वर्क पर्मिट दिएको छैन इमिग्रेसनले अफिसरले भने चाहिँ हजुरहरूले कलेजबाट लेटर मगाएर हजुरहरूले वर्क पर्मिट मगाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ हजुरहरूले एयरपोर्टमै यदि स्टडी पर्मिट लिने टाइममा चाहिँ हजुरलाई वर्क पर्मिट दिएको छैन भने हजुरहरूले आफ्नो कोअप छ भन्ने देखाएर हजुरहरूले चाहिँ वर्क पर्मिट त्यहीँबाट लिएर आउन सक्नुहुन्छ। है त। अनि जस्तै स्टुडेन्टहरूलाई कस्तो लाग्न सक्छ भने मैले 24 आवर्स काम गर्न पाउँछु, 1-2 घन्टा बरु बढी गर्छु, अथवा चाहिँ मलाई 1-2 घन्टा घाटा लाग्यो, मैले बरु 24 नै आवर्स गर्न पाए हुन्थ्यो भने जस्तो मिल्दैन भने हजुरहरूले त्यस्तो कुरामा चाहिँ टेन्सन नगर्नु। 1-2 आवर्सले गर्दाखेरि आफ्नो लाइफलाई नै त्यो रिस्कमा नराख्नु। पछि गएर हजुरहरूलाई पिआरको लागि पिजिडब्ल्युपी अब अहिलेको लागि कन्डिसनलाई हेरेर गर्नुभयो भने पछि हजुरहरूलाई पिजिडब्ल्युपी अप्लाई गर्दा प्रब्लम हुनसक्छ, पिआरको केसमा प्रब्लम हुनसक्छ। त्यही भएर चाहिँ एकदम रुल्सलाई चाहिँ एकदम राम्रोसँग भायोलेसन नगरिकन डिसिप्लिन रूपमा चाहिँ फलो गर्नु, किनभने यहाँ एक स्टेप चाहिँ सबै हजुरहरूको रेकर्ड हुन्छ। त्यही भएर चाहिँ यो कुरालाई चाहिँ एकदम ध्यान दिनु। अनि बरु त्यो टाइममा 1-2 आवर्स हजुरहरूले आफ्नो स्किल्स डेभलप गर्न लगाउनु। पछि गएर हजुरहरूलाई चाहिने जबमा कुन स्किल्स चाहिन्छ यो कुरामा चाहिँ हेर्नु होइन। अनि हजुरहरूलाई यस्तो लाग्छ कि यो पार्ट टाइम जब चाहिँ कसरी फाइन्ड आउट गर्नुभयो होला, हामीले कसरी फाइन्ड आउट गऱ्यौँ, कसरी गर्ने होला जस्तो लाग्छ भने हाम्रो अर्को यो भिडियोमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। अनि अर्को कन्फ्युजन आउने धेरै जसो स्टुडेन्टहरूको लागि भनेको ब्रेकमा चाहिँ कति काम गर्न पाइन्छ त होइन। ब्रेक फुल टाइम काम गर्न पाउने ब्रेक भनेको चाहिँ कुन हो त भन्ने क्वेसन हुन्छ।
यदि हजुर मिनिमम भनेको चाहिँ यदि 7 डेज भन्दा कमको हजुरको ब्रेक छ भने, छुट्टी छ भने हजुरहरूले अनलिमिटेड काम गर्न पाउनु हुँदैन। यो हजुरहरूले नर्मल आवर्स काम गर्नुपर्ने हुन्छ, 24 आवर्स पर विक होइन। यदि हजुरहरूको बिदा चाहिँ यदि 7 डेज भन्दा धेरै छ भने चाहिँ हजुरहरूले के गर्नु पाउनुहुन्छ, हजुरहरूले अनलिमिटेड काम गर्न पाउनुहुन्छ है त। अनलिमिटेड भनेको 40 आवर्स मात्रै होइन, हजुरहरूले 40 आवर्स भन्दा धेरै अनलिमिटेड भनेको जति सक्नुहुन्छ काम गर्न सक्नुहुन्छ है त। मोस्टली चाहिँ हाम्रो रेडी विक्स चाहिँ 7 डेज भन्दा धेरै हुन्छ, त्यही भएर चाहिँ हजुरहरूले यो टाइममा चाहिँ हजुरहरूले फुल टाइम काम गर्न पाउनुहुन्छ। अनि अर्को कुरा भनेको चाहिँ यदि हजुरहरूको ब्रेक छ बिचमा है, ब्रेक भनेको जस्तै हजुरहरूले फर्स्ट सेमिस्टर पढ्नुभयो, सेकेन्ड सेमिस्टर पढ्नुभयो, त्यसपछि चाहिँ हजुरको 4 मन्थ्सको ब्रेक हुन्छ, समर ब्रेक हुन्छ, कसैको विन्टर ब्रेक हुन्छ, ब्रेक हुन्छ होइन। त्यो ब्रेक टाइममा चाहिँ हजुरहरूले अनलिमिटेड काम गर्न पाउनुहुन्छ, तर यो ब्रेक चाहिँ 120 डेज भन्दा धेरैको हुनु हुँदैन। यदि 120 डेज भन्दा धेरै भयो भने चाहिँ हजुरहरूले यो टाइममा चाहिँ यो पछाडि चाहिँ हजुरहरूले अनलिमिटेड आवर्स काम गर्न पाउनु हुँदैन है त। अनि अर्को कुरा भनेको चाहिँ हजुरहरूलाई यदि यस्तो कुरामा ब्रेक्समा म काम गर्न पाउँछु कि पाउँदैन, रिडिङ विक्समा काम गर्न पाउँछु कि पाउँदैन भन्ने यो कन्फ्युजन भयो भने चाहिँ हजुरहरूले डिरेक्टली आफ्नो इन्टरनेसनल एडभाइजर हुन्छ हरेक कलेजमा। मैले पनि मलाई प्रब्लम हुँदाखेरि मैले सिधै गएर चाहिँ इन्टरनेसनल एडभाइजरलाई नै सोध्थेँ, मैले के गर्नुपर्छ, के गर्न पाउँछु, के पाउँदिनँ भनेर। अनि हजुरहरूले चाहिँ इन्टरनेसनल एडभाइजरसँग गएर सोध्न सक्नुहुन्छ, र यदि उनीहरूले चाहिँ पाउँछ, यो अनलिमिटेड काम गर्न पाउँछ भने गर्न सक्नुहुन्छ, यदि पाउँदैन भन्छ भने नगर्नु है त। अब अर्को कन्फ्युजन भनेको चाहिँ हजुरहरू अन क्याम्पस र अफ क्याम्पसको लागि चाहिँ इलिजिबल हुनुहुन्छ कि नै त काम गर्नको लागि भन्ने कुरा हुन्छ होइन। अन क्याम्पसको लागि इलिजिबल हुनको लागि चाहिँ हजुरसँग स्टडी पर्मिट हुनुपर्छ, हजुर फुल टाइम स्टुडेन्ट हुनुपर्छ। तर अफ क्याम्पस काम गर्नको लागि चाहिँ हजुरहरूको चाहिँ फुल टाइम स्टुडेन्ट हुनुपर्छ, हजुरको डिएलआईमा पढ्नुपर्छ। अफ क्याम्पसको लागि है फुल टाइम स्टुडेन्ट हुनुपर्छ, डिएलआईमा पढ्नुपर्छ हजुरको इन्स्टिट्युसन। अनि अर्को भनेको 6 मन्थ्स भन्दा धेरैको हुनुपर्छ, र अर्को कुरा भनेको हजुरको क्लास स्टार्ट भइसकेको हुनुपर्छ। फर इक्जाम्पल हजुरहरूको सेप्टेम्बर 20 अथवा सेप्टेम्बर 21बाट काम स्टार्ट हुँदैछ, कलेज स्टार्ट हुँदैछ भने हजुरहरूले सेप्टेम्बर 10 देखि जब पाउनुभयो, जब अफर भने हजुरहरूले 21 भन्दा अगाडि स्टार्ट गर्न पाउनु हुँदैन। हजुरहरूले काम सुरुमै भनिदिनुपर्छ कि मेरो चाहिँ क्लास, म इन्टरनेसनल स्टुडेन्ट हो, मेरो क्लास चाहिँ सेप्टेम्बर 21बाट स्टार्ट हुन्छ, त्यही भएर मेरो चाहिँ स्केड्युल चाहिँ त्योभन्दा पछाडि राख्दै भनेर चाहिँ हजुरहरूले पहिल्यै आफ्नो इम्प्लोइसँग कुरा गर्नुपर्ने हुन्छ, नत्र भने हजुरहरूलाई पछि गएर प्रब्लम हुनसक्छ है त। होप हजुरहरूलाई यो भिडियो मन पर्यो होला। यदि मन पर्यो भने लाइक गर्न नबिर्सिनु होला, हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। यदि हजुरहरूले यो भिडियो चाहिँ आफ्नो साथीहरूले नै हेरोस् भन्ने चाहनुहुन्छ भने सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो टिल द एन्ड।